परेले झिमझिम भो मैले पनि इसारा दिम भो नभन त्यसरी लु फर्काऊ अबे यो त गीत के टुक्कालाई चोरेर झ्यालीको पुको मैले सुरुवात गरेर तिमीले गर ल अब सुरुवात मैले गर्दैन त के अन्त बुढी बिहाउने छ भस्काउला नि अरे कमेन्टमा को बौला हो पागलहरु के लेख्छ केटाहरु यार मेरो रूप झझल झल्केको यो कालेको दाँत मात्रै टल्केको नभन चिन्दिन फर्काऊ यमुनाको लाग्न छाड्यो भर कपाल हेर दुरुस्तै घोडाको पुच्छ र ए सधैँ मेरो खान्छ नि गिदी कालो पनि हो हेर के विधि नभन त्यसरी फर्काऊ भात लाग्यो भोक लाग्यो लौ अब भात खाम दिमाग भात हत्तेरी मरे जाम दिमाग छ तपाईको नहुने कुरो ए राख मेरै नाम राख तिम्रो भन्दा ठुलै छ दिमाग माया जल पुन्दिन फर्काऊ ठुलो छ भनि यार भनेको फर्काऊ गाइस डबल ट्याप फर्काऊ मेला पात धाइ छौ नि लाइन गएको बेलामा अर्काको बुढोलाई झिस्काउन आइछौ नि नभन लौ त नि ए भोलि गएर तिमीले बिस खाउला यस्ता हाडी घोप्टेलाई खै कसले जिस्काउला नभन त्यसरी फर्काऊ गाइस डबल ट्याप तिमीलाई बोकाउला हे मुस्ताङको खच्चरमा यस्तो पाउन लेख्नु पर्छ खप्परमा गाइस चिपल्ल मजा लाइन नम्बर कस्तो मजा आएन गाइस छा यार अया फोकटा यार सुनसान त मतलब फेरि जान्छ अब एक किसिमको पाउन आयो टार्दैछ गीत फर्कन जानिने हाँसेर टार्दैछ ए सारङ्गी रेट्ने त भेटम भन्थ्यौ खै कहिले भेट्ने त नभन त्यसरी फर्काऊ हे तिमीलाई भेट्न लेग साइड धाउँछु गेट द मनी वेलकम ब्याक लेग साइड धाउँछु म तिमीले भन न मात्र 220 कुदाउँदै आउँछु म ए क्लास ए भोलि गर पार्छ कि गाह्रो हेर रमाको के साह्रो नभन त्यसरी फर्काऊ अहिले नै हराउनु भयो गाइस कम अन यति धेरैले हेरेर समस्या भेट्न पनि रमाउनु पर्छ र हामी तिमीलाई भेट्नु तपाईलाई भेट्नुको समस्यालाई भेट्नु हो ए तपाईको छुट्टी भयो भने होलिडे मनाम्ला लेग साइड जाम्ला टिकटक बनाम्ला ए भेटेपछि जिस्काउने खालेको दाँत मात्रै टल्केछ कालेको नभन त्यसरी फर्काऊ साँच्चीकै दाँत मात्रै टल्केछ के गतिलो भान्से झै काल रात्रिमा जन्मेको तिमी मान्छे झै आफू चाहिँ औँसीमा जन्मे जस्तो अर्कालाई भन्ने भाइ ए मलाई मात्रै जिस्काउँछ खाली पूर्णिमामा जन्मेकी यो काली नभन त्यसरी फर्काऊ
छैन भाइ रोकडा त छैन भाइ रोकडा त सूर्य गरण जस्तो छ थोपडा त अझै नहरम यार सुर्ती किन्ने पैसा पनि आएन भनिरे के ल जस्तो के आज केटाहरू दिएनन् सुर्ती किन्ने पैसा पनि दिएनन् भने जस्तो गाली खाऊ माइल दाइको गाली खाउला अहिले बोल्दै मालदे हो त नि त्यो त नराम्रो कुरो होइन मालदे त भ्याउते भन्दा रिसाउँछन् अरू त रिसाउनन् बोल त भने होइन के मलाई तर भ्याकुते भनेर भन्छन् सबैले मलाई चाहिँ भ्याकुते जस्तो लाग्दैन त्यो भएको पागलले फेरि बुढोले बुढो त टिकटकको राजा हो नि मात्र मैले के भन्छु अरे राजै हो हामी जन्मिन पहिले उहाँको लागि टिकटक बनिसकेको थियो कि गर्नुहुन्छ उहाँ जब बल खेल्नुहुन्छ नि उहाँ जब फुटबल खेल्नुहुन्छ नि पेट भएको छ कि आज तपाईँलाई मालले कति हिरो उहाँको डान्स त्यसै भ्यू पछि लाग्छ यार डान्स त्यस्तै मान्छेको रूप त्यस्तै भगवानले त फुर्सदमै बनाएको हो नि हाम्रो माइल दाइलाई तर एउटा कुरो ख्याल गर्नु जति पनि फुर्सदमा कुरो बन्छ नि त्यो सबै फाल्टुमा बन्छ कि अरे गाली खुवाउने भए अब कसले रेकर्ड गरेर हालिदिन्छ ट्याग गरेर माइल दाइलाई के भने मैले नि गाली खान्छु चाहिने नपरेको कुरो भोँडसाडीवाला भन्छन् फेरि बाहिर चाहिने नपरेको कुरो यो रबिन खड्काले बिगाएर चाहिँ यहाँ मलाई बदनाम गरायो यो साले को यो माकाचुत भन्छ म जान्छु मलाई झियर लास्टै त दाइले घरको त दिमाग तातो भन्छ यार सुते माझ सुते तिमी भन्दा ह्यान्डसम छन् भइआएको ते नभन त्यसरी फर्काऊ भनेको मानलान् भ्याउते भन्दा घरमै आएर गोली हान्लान् मालदेको विषय वस्तुमा ट्रोल हान्नु पर्ला जस्तो लाग्यो यार ती पनि चिम्पान्जी जस्तो छ हामीले केही भन्यौँ ए तपाईँले डाइमा राखेर थोपडा खाबो च्याप्टाको त्यस्तो हामी के गर्नु आफ्नो अनुहार कसले राम्रो छ र भने कसैले तपाईँलाई राम्रो भन्छ भने सबभन्दा पहिला ऐना हेर्न नभुल्नुहोस् ओके अनि जिन्दगीमा कोही पनि देखाएको थिएन भन्नुभएको थियो त त्यो त रक्सी खाएको तना के भने that was the April Fool, you know, this is the reality. यो अनुहारमा कोही मर्नेवाला छैन अप्रिल फुल पनि हुन सक्छ मेरो यो अनुहारमा नि हरेक केटी मर्छ तर एउटा केटी मर्दैन तपाईँको श्रीमती हो सबै केटी मेरो छोरा मर्छ मेरो कला मर्छ